हाई गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन। आज भ्लग चाहिँ खत्रै हुनेवालो छ। सो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम ठिकठाकै छु है, टक्ले भनिएको छ। सो हेर्न सक्नुहुन्छ हाम्रो गाउँतिरको यसो भ्यूहरू होइन। हाम्रो घर चाहिँ यहाँ हो है, यहाँ ठ्याक्कै बालदरी हालेको देख्नु भएको होला, त्यही हो है घर चाहिँ। सो मैले चाहिँ अहिले आइफोन 16 प्रो म्याक्सबाट बनाउँदैछु। आज ट्राई गरेको दादाले मागेको है। सो हजुरहरूलाई देखाउने छु हाम्रो कालीकोटको बाटो है, कस्तो छ के छ होइन। अनि कति दुर्गम ठाउँमा अब त्यस्तै हो होइन, दुर्गम ठाउँमा हल्का गाह्रै हुन्छ भन्ने सोच्नु भएको होला, त्यति गाह्रो चाहिँ छैन है मलाई लाग्छ। जहाँसम्म हजुरहरू आएर भिजिट गर्न सक्नुहुन्छ। राजकोट नगरपालिका 8 वडा नम्बर 8, म बासिन्दा नितेश पुराल है। सो हजुरहरूको साथ सपोर्ट बिना चाहिँ मेरो छ। सो साथ सपोर्ट दिनुहुन्छ भन्ने मलाई आशा छ। सो आज चाहिँ हामी लेकतिर हेर्न सक्नुहुन्छ, यस्तो मोबाइल छ नि यतातिर। अब यसो आउँदै गर्छ भिडियोहरू है, हेरेर साथ सपोर्ट दिनु होला। सो हावा चाहिँ धेरै कारणले मैले अहिले यहीँ समाप्त गरेँ यो है। सो त्यही हो, अब दिस इज माई गाउँ भिलेज होइन। इङ्ग्लिस पनि छार्नै पर्यो। अनि हेर्न सक्नुहुन्छ हाम्रो स्कुल चाहिँ 8सम्म चाहिँ म यहीँ पढेको है। टावर छ। सो अहिले चाहिँ म राजकोट नगरपालिका वडाको यो अस्पताल बन्दै रहेछ है, सुपर है। सो कमेन्ट गरेर भन्न नबिर्सिनु होला है, कमेन्टमा अब के को कमी छ, कस्तो छ, के छ भनेर मेरो कमेन्टमा इनबक्स गर्न सक्नुहुन्छ। सो ल, बाइक चाहिँ यहाँ छ है, म यही बाइकमा आज राइड गर्नेवाला छु। सो हेरेर साथ दिइदिनु होला, त्यही भन्न चाहन्छु। यहाँ चाहिँ हावा धेरै लाग्छ कि, फुकोट भयो है, फुकोट है, राजकोट नगरपालिका 8 है। सो यस्तै छ, भ्यूहरू हेर्न सक्नुहुन्छ। म चाहिँ आज यही बाइकमा राइड गर्नेवाला छु। सो हेरेर साथ दिइदिनु होला है त। यतातिर चाहिँ हावा चाहिँ बेग्लै चल्छ है। सो हेर्नु होला कस्तो लाग्छ। बाटो चाहिँ यस्तै छ। माथि भन्दा नि म उतातिर जान्छु है, त्यहाँतिर माथि नजाऊँ होला। माथि जाने हो र। माथि जाऊँ।
दाइहरू त गइरहनु भएको है। मैले चाहिँ अहिले 2 गियरमा चलाइरहेको छु। सो तान्ने रहेछ दियोस्। मलाई कस्तो लाग्थ्यो भने चाहिँ 1 गियरमा चाहिँ उकालोमा ठिक हुन्छ भन्ने रहेछ, तर डबल लोड भएपछि चाहिँ 1 गियरमा ठिकै हुने रहेछ, तर 2 गियरमा सिङ्गललाई तान्ने रहेछ। अगाडि स्कुटीहरू माथि फिल्ड छ अरे, अब त्यतातिर गएर घुम्नु पऱ्यो होइन। यस्तोमा चाहिँ चिप्लिने चान्स धेरै हुन्छ। आयो के धेरै गेम खेल्ने टोली रहेछ सबै होइन। न्युट्रलमा बस्यो कि आफै। गइरहेको रहेछन् होइन। सो मलाई कता कता डर लागिरहेको कि फोन खस्छ कि भन्ने कुरो, फोन सायद खस्दैन भन्ने कुरो मलाई पुरा विश्वास छ है। सो हेर्न सक्नुहुन्छ हाम्रो लेफ्ट साइड फर्स्ट टाइम आएपछि यस्तै हुन्छ कि कहाँ हिलोमा कहाँ केसमा। दाइहरू चाहिँ टन्नै गइरहेका छन् होइन। सो म परे कान्छै सबैभन्दा कान्छै होला म सायद, जहाँसम्म लाग्छ होइन। सो
सो हेर्न सक्नुहुन्छ लेफ्ट साइडको भ्यू दामी छ है। यतातिर बाइक चाहिँ चलाइँदैछ है, तर गाडी आउन चाहिँ हल्का गाह्रै रहेछ। सो अब कति चलाएको पर्ने कि देख्दैन है मजाले खाल्डोमा ल के गर्छ लौ जस्ट फर्स्ट टाइम आएर होला होइन। अब बाटो के कस्तो छ केही थाहा छैन। बाटो चाहिँ बवाल छ फेरि होइन। फर्स्ट टाइम चलाउँदैछु म अफ रोड है। अब स्कुटी आइरह भने चाहिँ बाइक त नआउने कुरै भएन। बाहिरको आवाज धेरै सुनिरहेको होला है, सो त्यसलाई एडजस्ट गरिदिनु होला हजुरहरूले। यहाँबाट चाहिँ हल्का सुधार छ जस्तो लाग्छ मलाई चाहिँ। सो हेर्नुहोस् यताबाट हाल्नु पऱ्यो कि डबल लोडलाई हल्का गाह्रै हुन्छ होला हौ। स्कुटी आइरह भनेपछि अब आफै बुझ्दिनँ हौ के आउन सक्छ। माथि चाहिँ ग्याम हुन लागेको रहेछ है। के गर्छन् नानी फाइनली मैले भनेको ठाउँमा चाहिँ म आइपुगेँ है, तर अझै माथि जाने भनिरहेको छन्। सो हेरौँ के हुन्छ। डबल लोड त सकिन्न होला है, जहाँसम्म लाग्छ। म चाहिँ सक्दैन है, सिङ्गल आएको छु म चाहिँ होइन। त्यही हो, हेर्न सक्नुहुन्छ भ्यूहरू टक्क पाराले। Enjoy the video. के गर्छन् दाइहरू?
दाइहरू त खतरै छन् के हो स्कुटी लिएर आइदिएछन् हेर्न सक्नुहुन्छ पाटन यस्तो बवाल छ नि होइन पुरै छोडिदिनु के बा मैले चाहिँ आजसम्म एक्सपिरियन्स गरेको यतिको चाहिँ चाहियो के फेरि नत्र हुँदैन कता पिल काटेछन् भन्ने लाग्छन् है त्यतै कतै होला ऊ मान्छेहरू फेरिरहेका छन् सो गएर हेर्नुपर्छ फेरि आउँदाखेरि चाहिँ भ्लग हुन्न होला किनकि मसँग अब त्यही माउन्ट गर्ने छैन अड्काएको मात्रै हो सो म चाहिँ उतासम्म पुगेर आउँछु होइन सो म अहिले आएर हेर्छु यता यो चाहिँ हाम्रो लेक हो है लेक साइडतिर आइसकेँ अब म सो अब कहाँसम्म जाने रहेछ यसो ट्राई गर्छु माथि जान्छ भन्दा कथा सुनेको थिएँ मैले चाहिँ मुखलाई खाल्टो छ कि सोचेको या कस्तो साथोलाई यदि ट्र्याक्टरको त बिहालै भएको रहेछ है माथि जान्छ हजुर छैन माथिसम्म ए छोड्दै जाऊ माथि चाहिँ नजाउँ होला है धेरै एक्सपोर्ट त छैन म ठिकै आएको हो म घुम्नलाई होइन त्यहाँ चाहिँ गेम हुँदै रहेछ है सो एउटा दुइटा त्यहाँ भिडियो बनाएर गइहाल्नु पर्ने हुन्छ किनकि अब दाइले मलाई रिसाउँछ होइन बाइक कहाँ लिस फोन खोइ भनेर जाँदाखेरि चाहिँ अलिअलि क्लिप चाहिँ बनाउँछु होला होइन अब त्यही हो हेरेर माया देखाइदिनु होला हजुरको टिभी नितेश बाबुलाई है बाबु हो नि त फेरि सबैको ल न्युट्रलमा गइहाल्छ कि मे यस्तो पनि हुन्छ भिडियो चाहिँ लामो भयो जस्तो छ है वाह बाटो त खतरनाक रहेछ त फेरि सक्दैन नि फेरि कसैले त्यहाँ रहेछ है खतरनाक दामी रहेछ नि फेरि होइन यति साइड लाएर यसो हेरेर जानुपर्ने हुन्छ सो म चाहिँ माथि आइसकेको छु है लेक साइड के बवाल छ नि फेरि भ्यूहरू होइन हेर्न सक्नुहुन्छ बाटो त एकदम खतरा छ यहाँ चाहिँ गेम चलिरहेको रहेछ है म गेम यसो हेरौँ कि भनेर आएको सो हेर्नुपर्छ एक दुईवटा भिडियो बनाउँछु अनि गइहाल्छु किनकि अब गाली गर्नुहुन्छ होला मलाई बाइक ल्याएको छु दाइको फोन ल्याएको छु होइन सो हेर्नु मान्छे त्यही टन्नै त्यति छैनन् खासै आउँदैछन् उताबाट है सो हेरेर साथ र माया दिदिनु होला ल सो हेर्न सक्नुहुन्छ फुटबल भलिबल भइरहेको छ है खेल्ने रहेछन् जस कहाँको त्यो चाहिँ थाहा भएन है मान्छेहरू यति घुलमिल भइरहेका छन् अझै आउँदैछन् है
हेर्नुहोस् अहिले कता हानिदिन्छन् फेरि केटाहरू ल सकियो है। सो अब म चाहिँ गइहाल्छु है यतिकै हेर्न आएको म चाहिँ है। त्यही हो म चाहिँ फर्किसकेको छु है माथिबाट। अनि त्यति के हेर्नु होइन, एक त फोन मागेर लिएर आइहाल्छ बाइक पनि। अनि यहाँबाट जाँदाखेरि चाहिँ भिडियो हुन्न होला किनकि एउटा समस्या पर्यो है। हेर्न सक्नुहुन्छ भ्यूहरू। म चाहिँ क्लिप चाहिँ दिइराखेको हुन्छु, हेरिदिनु होला। यो चाहिँ हाम्रो प्रहरी कार्यालय बन्न लाग्यो है, भइसक्यो 5-6 वर्ष भइसक्यो, तर उद्घाटन चाहिँ भएको छैन है, बन्दै रहेछ। ल ठिक छ होइन, हुनु पऱ्यो प्रगति चाहिँ। सो हेर्न सक्नुहुन्छ बाइक। अनि म त्यस्तै छ अब। म चाहिँ अब यहाँ सिमनाथतिर पुगिसकेको छु है, हेर्न सक्नुहुन्छ। अनि हेरेर रमाइलो गरेर यसो लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला। जान मन त यहाँ थियो, अब के गर्नु, जामलाई बिस्तारै होइन के छ र हतार, त्यही हो। ल हेर्न सक्नुहुन्छ हाम्रो राजकोट नगरपालिका है, यो चाहिँ दामी छ है। म चाहिँ यो धुपीको रुखतिर पुगिरहेको छु। अब कसैले थाहा छ भने यसो कमेन्ट गर्नुहोस् है। हाम्रो डुङ्गी डाँडा स्कुल हो है यो चाहिँ। ठिक छ, म दिइराख्ने छु हजुरलाई क्लिपहरू है, हेरेर कमेन्ट गर्न नभुल्नु होला। त्यही हो। ल हेर्न सक्नुहुन्छ यो चाहिँ आरसी बजार हो है, बजार दामी छ। ऊ चाहिँ त्यो चाहिँ कडाली नदी हो है, हल्का चुक्कियो। ठिक छ, टावर बनेको छ, यस्तै छ। अब हेर्न सक्नुहुन्छ। त्यही हो, म माथिबाट फर्किसकेको छु है। सो हेर्न सक्नुहुन्छ भ्यूटा है हाम्रो गाउँतिरको। त्यही हो, अब एउटा भिडियो चाहिँ यहाँदेखि घर पुगेको बनाउँछु है। बाटो चाहिँ खतरा छ, सो हेरेर इन्जोय गरिदिनु होला। र के कस्तो छ, के कमी छ भन्ने कुरो चाहिँ हजुरहरू भनिदिनु होला कमेन्टमा। सो म चाहिँ अहिले यहाँ पुगिरहेको कि यहाँ माथि पुगिरहेको है। सो हस्, थ्याङ्क यू। एउटा चाहिँ म यसो एउटा भिडियो ट्राई गर्छु। डर त लाग्छ नि होइन, के गर्नु अब डरलाई। न्युट्रलमा गइहाल्छ, नत्र अब सोना एङ्गल त मिलाउनै पर्यो। अब हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू होइन, टक्कर आएर दामी छ। सो मैले के जुगाड गरेर बनाएको छु भिडियो चाहिँ है। मिहिनेत त गर्नै पर्यो। सो हजुरहरूले सपोर्ट दिनुहुन्छ भन्ने मलाई पक्कै आशा छ है। मलाई चाहिँ कस्तो हुन्छ भनेपछि यो बाइक चलाउँदाखेरि चाहिँ सेम त्यो साइकल चलाएको जस्तै फिल हुन्छ भनेको न्युट्रलमा। पानी छाप्छ के, नत्र म गराइहाल्थेँ। हेर्न सक्नुहुन्छ भ्यू त एकदम बबाल हाँसु छ है। सो अब यहाँ चाहिँ हल्का अप्ठ्यारो छ, हेर्नुहोस्। यस्तै हो होइन, पहाडको बाटो चाहिँ
अघि यहीँ हो कि कस्तो गराइदिहान फेरि त्यही माथि फेरि कन्ट्रोल गर्न नसक्यो भने सिधै जान्छ कि खोलातिर। खोला अब बिस्तारै चलाउँ होइन, काजनलाई हतार छ र घर जाने हो। फोन र बाइकलाई के हुनु भएन, अब मान्छेलाई त के हुन्छ र, सेफ्टीको साथ हिँडेपछि होइन। यहाँ 40 भन्दा धेरै स्पिड हान्न मिलेन है, मतलब यस्तै छ कि बाटो चाहिँ। सो हेरिदिनु होला। ल भाग्यो। ए भाइ कहाँ भागेको? उता चाहिँ यो स्कुल जाने बाटो हो, म चाहिँ यहाँबाट जानुपर्छ। अब हाल्ने भनेको भिटाइ हो है। यसमा चाहिँ एक गियर हालेर छोडिदिनुपर्छ, मस्तल जान्छ कि न त लड्यो भने त सिधै टाउकोमा हो फेरि होइन। एक गियर हालेर छोडिदिएपछि आफै जान्छ बिस्तारै होइन। यसमा चाहिँ अघि भिडियो बनाएन किनकि त्यस्तै समस्याको कारणले। अब यसमा चाहिँ